सबै नमस्कार। आज एउटा नयाँ भिडियो लिएर आएको छु। हुलाक पत्र त्यसैगरी सफल टिभी हेरेर बस्ने सबैमा आज एउटा नयाँ जानकारीका साथ उपस्थित भएको छु। हामी फरक एपिसोडका साथ तपाईहरु सामु जोडिरहेका छौं। यतिखेर म धादिङको धुनेबेसी गाउँपालिका वार्ड नम्बर 7 धुसेनी भन्ने ठाउँमा आइपुगेको छु। प्राकृतिक हिसाबले यो हेर्दाखेरि अलिकति पहाड देखिन्छ। अलिकति माथिल्लो तहमा छ। यहाँदेखि सडकसम्म व्यवस्थित सडकसम्म पुग्नको लागि पनि अलिकति टाढा रहेको छ। आउने बाटो एकदम जटिल छ। देशमा धेरै परिवर्तन भइसक्यो भन्दा पनि यो ठाउँमा भने चाहिँ त्यति धेरै परिवर्तन आइसकेको छैन, त्यति धेरै विकास भइसकेको छैन। तैपनि यहाँका मानिसहरू, यहाँका दाजुभाइ बुवाआमाहरू यति धेरै मेहनती हुनुहुन्छ नि। हेर्नुस् त, मान्छेले भन्छन् नि देशमा केही गर्न सकिएन, देशमा बसेर हामी केही गर्न सक्दैनौं, सरकारमा बस्नेहरूले केही गरेनन्, केही दिएनन्, बसी खान दिएनन्, हामी विदेश जानु पर्यो भन्छन् नि। तर हेर्नुस् त, परिश्रम गरे नहुने के रहेछ र? यतिखेर म देखिरहनु भएको छ तपाईले, म यतिखेर हेर्नुस् त, बारीभरि टनाटन अगबरे खुर्सानी फलिरहेको छ, पाकिरहेको छ। म आज नयाँ भिडियो लिएर तपाईहरु सामु उपस्थित भएको छु। यति धेरै मेहनत कसले गर्यो होला, कसरी गर्यो होला, त्यो बारेमा जानकारी गराउन म तपाईहरु सामु उपस्थित भएको छु। हुलाक पत्र त्यसैगरी सफल टिभी हेरेर बस्नुहुने तपाई सम्पूर्ण मित्रहरूलाई, सम्पूर्ण दर्शकबिनहरूलाई मैले एउटा नयाँ विषयवस्तु लिएर जोडिएको छु। हामीसँग हुनुहुन्छ यति राम्रो, यति ताजा, हेर्नुस् त, लोकल अर्गानिक खेती गर्नुहुने हामीसँग एकजना दाजु हुनुहुन्छ, हिरालाल दाजु हुनुहुन्छ। आज उहाँसँग म थोरै भलाकुसारी गर्छु। दाजु नमस्कार। नमस्ते। आराम हुनुहुन्छ नि? सन्चै छ। यति धेरै मेहनत गर्नु भएको रहेछ, के छ कमाई कस्तो भइरहेको छ? यो मैले यसपालि मात्रै यो खेतीको चाहल गरेर अनि यो मानिलिउ यो 3 रोपनी जति होला हैन समग्रमा। यो मैले यसपालि टेस्टिङको लागि रोपेको थिएँ। अलिकति ढिला भएको कारण यो फल अलिकति ढिला फलिरहेछ हैन। यसले मेरो परिवारको खर्च हैन, शैक्षिक खर्च अनि मेरो सामाजिक यात्रामा हुने खर्चहरू सबै यसले चाहिँ व्यवस्थापन हुन्छ। अब यसलाई चाहिँ हामीले अफ सिजनमा यो बोर्डलाई चाहिँ मैले बचाइराख्न सक्यो भने अफ सिजनमा तपाईको मार्केटले यो राम्रै भाव बिक्छ। अहिले मार्केटमा यसको बजार भाव चाहिँ कस्तो छ? तपाईले दुःख गरे अनुसार कस्तो छ? राम्रो छ कि कस्तो छ? अहिले यसपालिमा चाहिँ तपाईको अन्यत्र पनि यो खेती अलि विस्तार भएको कारणले अलि पोहोरको तुलनामा चाहिँ कमजोर नै छ भाउ। जो 150 देखि 200 केजीको हाराहारीमा बिक्छ। अब यो सिजन अन्त हुने बेला छ। यो तपाईको यो मङ्सिरको पहिलो हप्तादेखि उता चाहिँ यसको भाउ 300 क्रस भएर जान्छ। भनेपछि यो कति तपाईले यसरी चाहिँ आफैले नै परिश्रम गरेर यसरी गर्छु भनेर थाल्नु भएको चाहिँ कति भयो? यो खेती थालेको हजुर भर्खरै सुरुवात भयो। यसै पालिबाट सुरु गरे। यो लगभग कति जति जग्गामा चाहिँ तपाईले यो उत्पादन गर्नु भएको छ, यो लगाउनु भएको छ? यो यस्तै 4 रोपनी जति छ। 4 रोपनी जति छ। यो एकचोटी लगाउँदा कति समयसम्म चाहिँ फल्दो रहेछ, के छ यसको? यो लगाएपछि तपाईको यो सालभरि नै भएको, प्लस अब अफ सिजनको टाइममा अब पानी राम्रोसँग पर्दियो भने जेठ यो आउने भदौसम्म पनि लगातार बेच्न पाउँछ। यो भेगे हिसाबले अलिकति माथि छ, चिसो अलिकति बढी हुन्छ। अब पुस माघमा त एकदम चिसो हुन्छ होला सायद, जहाँसम्म लाग्छ यहाँ। त्यतिखेर चाहिँ यसलाई कतिको असर पार्छ चिसोले? त्यसले असर गर्छ नै हैन। यसलाई चाहिँ मैले सोचेको यसको बोट बचाउनको लागि अब प्लास्टिक राखेर हुन्छ कि हैन, अथवा यतैको झारपातहरू चाहिँ यो बोर्डमा सर्लक्क फिजाइदियो भने जे होस् शीतबाट बच्छ अनि त्यो यो बोर्ड मर्दैन। यो आउन त बाटो एकदम जटिल रहेछ। के छ अहिले तपाईको स्थानीय निकायले चाहिँ कतिको यो ठाउँलाई चाहिँ कतिको प्राथमिकता दिनुभएको छ? विकासको कुरा गर्दा बाटोको कुरा, बत्ती पानीको कुरा के छ, कस्तो गरिरहनु भएको छ? यहाँ विकासको हिसाबले पछाडि परेको ठाउँ नै हो हैन। पहिलाको तुलनामा विकास नै हुने क्रममा नै छ हैन। तपाईको
जे होस् बजारबाट चाहिँ यो अलि त्यति दूरी टाढा पनि होइन, तर यहाँ पूर्वाधारको रूपमा चाहिँ सडक अलिकति राम्रो बनिसकेको छैन, त्यो कारणले चाहिँ अलि कठिनै छ। के छ अनि यहाँको वडा अध्यक्षले यो ठाउँमा चाहिँ के बाटो सुविधाजनक राम्रो बनाइदिन्छु भनेर के गर्नु भएको छैन? 79 देखि लगभग 3 वर्ष भइसक्यो होइन, 3 वर्षसम्म तपाईँहरूलाई कतिको चाहिँ काम देखाउनु भएको छ? यो ठाउँमा कतिको चाहिँ विकास गर्नु भएको छ त? सोचे अनुसार रफ्तारले विकास चाहिँ भएको छैन यो बस्तीहरूमा होइन, तर हुने क्रममा चाहिँ छ। अब प्रदेशबाट पालिका नगरबाट तपाईँको क्रमागत रूपमा चाहिँ बजेट विनियोजन पनि भइरहेछ होइन। अबको लगभग 3 वर्ष जतिमा चाहिँ यो ठाउँमा विकास हुन्छ। के आश्वासन दिनुभएको छ कि गरिरहनु भएको छ कि तपाईँहरूलाई आश्वासन मात्रै दिइरहनु भएको छ त स्थानीय प्रशासनले चाहिँ? थोरै मात्रामा अब तपाईँको भेगी हिसाब छ यहाँ होइन, लिखु, धुसेनी, मजुवा, तोप्लाङ, चिसापानी, यता थली, गुर्दुम यो छरिएको बस्तीमा तपाईँको बजेट पनि त्यस्तै छरेर हालेको कारणले चाहिँ यो स्थिति आएको हो। किनभने बजेट एउटा ठाउँलाई चाहिँ फोकस गरेर बजेट विनियोजन गरेको भए एउटा गाउँ एउटा ठाउँ त सम्पन्न हुन्थ्यो, तर विकास बजेट चाहिँ तपाईँको छरिएर विनियोजन गरेको हुनाले चाहिँ अलि यो पछाडि नै परेको छ। भनिन्छ अब अहिले चाहिँ नेपालमा केही गर्न सकिन्न, नेपालमा रहनै नसक्ने अवस्था आएर धेरै युवाहरू चाहिँ विदेश पलायन भएको छ। के छ, हामी नेपालमै बसेर के गर्न सक्छौँ त? तपाईँलाई के लाग्छ? होइन, अवश्य सकिन्छ होइन। अब उत्पादनशीलसँग यो यस्तो तरकारी खेती होइन, बजार मार्केटमा जुन तरकारी महँगोमा बिक्री हुन्छ त्यसलाई चाहिँ अब हामीले प्रवर्धन गरेर त्यो हुने मार्केटले अधिकतम लिने ठाउँलाई हामीले चाहिँ बिक्री हुने चिजलाई हामीले यसरी चाहिँ नि दुःख गरेर फलायो भने स्वदेशमै के गर्न सकिन्छ भन्ने मलाई लाग्छ होइन। अब अहिले देशव्यापी रूपमा चाहिँ युवाहरू विदेश पलायन भइरहनु भएको छ। यस्तै हामीले गर्न सक्यो भने स्वदेशमै के गरेर होइन आत्मनिर्भर बन्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। जति पनि युवाहरू अहिले विदेश गइरहनु भएको छ नि, उहाँहरूलाई चाहिँ तपाईँ के जानकारी गराउनुहुन्छ, के चाहिँ भन्न चाहनुहुन्छ त? कस्तो सन्देश दिन चाहनुहुन्छ त? म युवा साथीहरूलाई के अनुरोध र सन्देश दिन चाहन्छु भने आफ्नै देशमा होइन आफ्नो परिवारसँग बसेर यसरी उत्पादनशीलसँग जोडेर होइन आफ्नो परिवारलाई व्यवस्थित गर्न, शैक्षिक छोराछोरीले पढाउन हामीले यस्तै किसिमको हामीले तरकारीको खेतीहरू होइन पशुपालनहरू गर्न सक्यो भने हाम्रै देशमा केही नहुने भन्ने साथीहरूले पनि यस्तो कामहरू, यस्तो कृषि अब फर्महरू होइन देखि लिएर यस्तो तरकारी खेती हामीले गर्न सक्यो भने यही ठाउँमा हाम्रै देशमा चाहिँ के गर्न सकिन्छ भन्ने मलाई लाग्छ। राज्यबाट के छ, कृषि उत्पादन गर्नको लागि चाहिँ कति ठाउँमा चाहिँ सेवा सुविधाहरू पाएको छ? तपाईँलाई चाहिँ के त्यस्तो केही आएको छ त? त्यो मलाई छैन सर। जति पनि तपाईँले आफैले दुःख गर्नु भएको छ, आफ्नै लगानी गर्नु? मेरो आफ्नै लगानी हो। तपाईँको एभरेजमा मेरो लगानी चाहिँ यो तरकारी यो खेतीमा चाहिँ तपाईँको लगभग 2 लाखको हाराहारी छ। यो 2 लाख लगानी गरेर चाहिँ यो तरकारी उत्पादन गरिरहनु भएको छ। कति जति अहिलेसम्म तपाईँले कति जति चाहिँ आम्दानी लिनुभयो त? अब यो सुरुवात हो होइन सर। अब यो काउली नै बाँकी छ, अकबरे छ। अब यसको पुरा अन्तिमसम्ममा चाहिँ मैले त्यो 2 लाख लिएर अनि अलि जस फाइदा नै गर्छु भन्ने हिसाबले गरेको छ। अहिलेसम्म यो बिक्री भएन। अहिलेसम्म बजारमा एकचोटि पनि बेच्नु भएको छैन, यसलाई बजार व्यवस्थापन गर्नु भएको छैन? मैले यो 80 केजी जति बेचिसकेँ सर होइन। अब यो भर्खर फल्दैछ। अब यसको अब सुरु भयो, सिजन सुरु भयो। अब यो समग्रमा यो सबै सकिँदाखेरि चाहिँ मलाई घाटा हुँदैन। अब जे होस् नाफा नै हुन्छ। यसै गरी यहाँ तपाईँले अकबरे खुर्सानीसँगै नजिकै काउली पनि देखिरहेछौँ, काउली पनि लगाउनु भएको छ। अरू के चाहिँ तरकारी लगाउनु भएको छ? मेरो बारीमा तपाईँको यो अकबरे भयो, अलिकति उतापट्टि चाहिँ पाखामा चाहिँ यहाँ काउली छ, अनि यतापट्टि आएर जग्गामा चाहिँ मेरो कोसा छ, मटर कोसा छ।
लगभग 3 थरी छ सामान। अहिले त यति धेरै तरकारीहरू लगाउनु भएर रहेछ। योभन्दा गएको वर्षहरूमा चाहिँ के गर्नुहुन्थ्यो हजुरले? गएको वर्षमा पनि म खेती नै गर्थेँ होइन, तर यो अकबरे चाहिँ मैले यसपालि मात्र लगाएको। गएको वर्षमा चाहिँ कोसा, सिमी, काउली लगाउँथेँ। यो तरकारी त उत्पादन गर्नुहुन्छ, यसलाई बजारसम्म व्यवस्थापन गर्न चाहिँ कतिको सहज छ हजुरहरूलाई? यो त्यति सहज छैन यो बाटोको कारणले होइन। तपाईँको बर्खामा चाहिँ एकदमै गाह्रो हुन्छ, बाटो चिप्लिने, जुनसुकै गाडी नआउने यो ठाउँमा। तपाईँको फोर व्हिलवाला सानो बोलेरो गाडीमा चाहिँ सामान लिएर जाँदाखेरि तपाईँको 30% सामान चाहिँ क्षति हुने, बिग्रिने, दाग हुने होइन। जब यो हिउँदो लागेपछि चाहिँ तपाईँको अलिकति सहज त हुन्छ, बर्खामा त अत्यन्तै गाह्रो हुन्छ। बजार व्यवस्थापन गर्न पनि गाह्रो छ। हुन त यहाँदेखि पहाडी बाटो छ, त्यसले गर्दा पनि गाडी आउन जानको लागि एकदम असहज हुन्छ। हामी आउँदै गर्दा पनि के ठाउँमा अलिकति गाह्रो नै भयो। र के भन्न चाहनुहुन्छ? अब धेरै साथीहरू हुनुहुन्छ यहाँ वरिपरि पनि धेरै तरकारीहरू लगाउनु भएको रहेछ। अब यहाँका स्थानीय निकायलाई चाहिँ यो बजार व्यवस्थापन गर्नको लागि, बजारसम्म झर्नको लागि चाहिँ बाटोको अवस्था एकदम जटिल छ। के भन्न चाहनुहुन्छ? अब बाटोको विषयमा चाहिँ म अब यो ठाउँको अलिकति समाजसेवी काम पनि गरेको भएको नाताले अब आउने हाम्रा पालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, मेयर साहबहरूले चाहिँ यो ठाउँको लागि तपाईँहरूले बजेट विनियोजन गर्दाखेरि चाहिँ एकमुष्टमा जे होस् बस्तीलाई चाहिँ टार्गेट गरेर यो बजेट विनियोजन गरिदिनुको लागि म आह्वान पनि गर्छु होइन। उहाँहरूले त्यो खालको म सूचना पनि दिन्छु होइन। अब त्यति भयो भने चाहिँ यो ठाउँको जनताहरूले होइन, इष्टमित्रहरूले चाहिँ सुख पाउँथ्यो, अलिकति सहजता हुन्थ्यो होइन। यो राजधानीसँग जोडिएको यो नजिकको ठाउँ हो, तपाईँको दुरीको हिसाबले धेरै टाढो पनि छैन, तर यहाँ चाहिँ विकासको हिसाबले चाहिँ यहाँ एकदम कमजोर पनि छ होइन। राजधानीदेखि, काठमाडौँदेखि जोडिएको नगरपालिका पनि हो यो होइन। जोडिएको जिल्ला त छँदै थियो, त्यहाँमाथि पनि जोडिएको नगरपालिका हो। र यहाँबाट तरकारी बजार व्यवस्थापन चाहिँ कहाँ गर्नुहुन्छ? काठमाडौँ नै लैजानुहुन्छ कि अन्यत्र कतै लैजानुहुन्छ? हामीले तरकारी व्यवस्थापन चाहिँ हामी कालीमाटी नै लाने गरेका छौँ। कि कालीमाटीदेखि चाहिँ व्यापारीहरू यहाँसम्म आउनुहुन्छ कि हजुरहरू जति पनि आफैले लगेर चाहिँ त्यहाँ व्यवस्थापन बजार बेच्नुहुन्छ त नि? हामी यहाँबाट लगेर होइन, त्यहाँ हामी पसलमै लगेर बेच्ने हो। आफैले लानुहुन्छ कि प्रत्येक यहाँ जति पनि उत्पादन गर्नुहुन्छ नि तरकारी, सबैले प्रत्येक व्यक्तिले लानुहुन्छ कि यहाँ कोही मार्फत जम्मा गरेर त्यसलाई चाहिँ एकजना व्यापारी बनेर लैजानुहुन्छ? यो गाउँको हकमा चाहिँ हामी मिलेर होइन, एक दुईजना साथीहरू मिलेर सङ्कलन गरेर हामी यहाँ दर रेट तोकेर होइन, पैसा क्यास टु क्यास पेमेन्ट गरेर तरकारी बजारसम्म हामी लान्छौँ। त्यहाँ हामी अर्को पसलमा गएर त्यहाँ मिलाएर हामी बेच्ने गर्छौँ। भनेपछि यति धेरै लगानी गर्नु भएको छ, यति धेरै दुःख गर्नु भएको छ, यो दुःखमा तपाईँ सन्तुष्टि हुनुहुन्छ? मलाई एकदम आत्मनिर्भरै छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो लागि केही समय दिनुभयो। आज यहाँ आएर तपाईँहरूलाई हामीले यति ताजा ताजा हेर्नुहोस् त, एकदम अर्ग्यानिक हुन्छ नि। अहिले मान्छेहरूले चाहिँ अर्ग्यानिक चिज खान पाइएन, कहाँ पाइएला भनेर सोच राख्नु भएको छ भने धादिङको धुन्दिबेसी साथ धुसेनी भन्ने ठाउँमा हेर्नुहोस् त, अर्ग्यानिक तरकारीहरू पाउन सक्नुहुनेछ। यदि तपाईँहरूलाई पनि अर्ग्यानिक तरकारी चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँलाई काठमाडौँसम्म कुन ठाउँमा ल्याउनु पर्यो त्यसको लागि तपाईँको घरसम्म ल्याउनको लागि पनि तयार हुनुहुन्छ हाम्रो हिरा दाइ हुनुहुन्छ। उहाँले चाहिँ तपाईँको घरको काठमाडौँको प्रत्येक ठाउँमा पनि पुर्याइदिन सक्नुहुनेछ। आफैले बजार व्यवस्थापन गर्नुहुन्छ, उहाँले तरकारी बजारसम्म पनि आफैले लिएर जानुहुन्छ। त्यसैले तपाईँलाई यदि ताजा तरकारीहरू चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। हामीले उहाँको फोन नम्बर पनि हामी यसको भिडियोको लिङ्कमा राखिदिनेछौँ, तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ। र हाम्रो लागि समय दिनुभयो। अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्तिममा तपाईँहरूले पनि यस्तो ठाउँमा आइपुगेर होइन, यो ठाउँको चाहिँ तपाईँले एक हिसाबले प्रचार प्रसार गर्नुभयो, मलाई अत्यन्तै खुसी लागेको छ। तपाईँहरूप्रति, तपाईँ लगायत तपाईँको जुन मिडिया टिमलाई चाहिँ म हार्दिक
धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि हाम्रो सफल टिभी त्यसै गरी हुलाक पत्रलाई फलो गर्न नबिर्सिनुहोला, सब्सक्राइब गर्न नबिर्सिनुहोला। युट्युबमा हामी तपाईँलाई नयाँ नयाँ ताजा ताजाहरू भिडियोहरू हामी अपलोड गर्नेछौँ। तपाईँलाई यस्तै भिडियो फेरि पनि आगामी वर्षमा पनि ल्याउनेछु। आजको लागि पनि सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।